हुन्छ कि तपाईँको दिमाग कति तेजीले छ भनेर। यसमा चाहिँ दुईटा फोटो देखाइन्छ, दुईटा फोटो हेरेर एनिमलको नाम गेस गर्नुपर्छ है। ल सुरु गरौँ है त। अब के छ बटर छ अनि झिँगा छ भनेपछि यो पक्कै बटरफ्लाई नै होला। ओहो मिल्यो है, बटरफ्लाई भनेको पुतली। चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह यो के हो प्यान छ अनि लास्टमा डा छ भनेपछि प्यान्डा नै हो यो पक्कै। यो पनि मिल्यो जस्तो लाग्यो है, मिल्यो है। भिडियो मन परेमा लाइक र फलो गर्न नबिर्सिनु होला है त। बी छ अनि इयर छ कान, बियर। अब भालुवाला है फेरि खानेवाला हैन केटा हो। अच्छा हमको सिखा रिया है। खाला नि फेरि झुकेर। यो के हो समुद्र प्लस नङमा पालिस ला नङ पालिस। के हो यो मिल्दैन जस्तो लाग्यो। स्नेल भनेको सङ्के किरा जस्तो लाग्यो है। टाई छ अनि सेटिङ छ। टाई सेटिङ कैसा लगा मेरा मजाक? के हो यो? वे टाइगर पो रहेछ कसरी? यो सेटिङ। अब प्यान्ट छ अनि केटी छ प्यान्ट गर्ल। यो मिलेन है। को कसको कतिवटा मिले कमेन्ट गर्न नबिर्सिनु होला है त। यो चाहिँ म पक्कै मिलाउँछु। गोल्ड छ मतलब फिस छ अनि गोल्ड फिस हो यो पक्कै। यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नु ल। डी अन की भनेपछि यो पक्कै डङ्की नै हो। यो को कसको मिल्यो कमेन्ट गर्नु ल।